मेयर बालेन शाह विरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। युवराज सफल नाम गरेका व्यक्तिले महानगरको कार्यालयमा झण्डै 1 करोड रुपियाँको लिफ्ट बिना प्रतिस्पर्धा, बिना टेन्डर र बिना कोटेसन जडान गरिएको भन्दै उजुरी दर्ता गरेका हुन्। एक देशभक्त नागरिकको परिचय दिएका सफलले सार्वजनिक खरिद ऐन 2063 र सार्वजनिक खरिद नियमावली 2064 विपरीत अपराधर्शी ढंगले लिफ्ट खरिद गरिएको आरोप लगाएका छन्। उनले भनेका छन्, सरकारी वा सार्वजनिक निकायले कुनै सामान वा सेवा खरिद गर्दा बोलपत्र प्रक्रिया अनिवार्य हुन्छ, तर महानगरमा लिफ्ट जडान गर्दा यो प्रक्रिया पूर्णतः अवहेलना गरिएको छ। उजुरीमा महानगरले जोडेको नयाँ लिफ्ट सम्बन्धी सबै कागजात झिकाएर छानबिन गर्न समेत माग गरिएको छ।